हेलो गाइस, के छ खबर? कहाँ हुनुहुन्छ? जहाँ हुनुहुन्छ स्वस्थ रहनुहोस्, मस्त रहनुहोस् र उदासीन बनिरहनुको लागि प्रयत्न गरिरहनुहोस्। आउनुहोस्, सदा चाहिँ म आइसकेको छु हजुरहरूको माझमा एक सही हृदयको साथमा एक ऊर्जा थप्नको लागि। जीवन एकले अर्कोलाई तान्दै गर्दा, प्रोत्साहन गर्दै गर्दा, कोही शब्दले, कोही भावले, कोही सङ्गतिले अगाडि बढाउन सकिन्छ। यही क्रममा कहिले उतार चढाव उत्पन्न भइरहन्छ। सकभर धेरै समयसम्म नै रहिरहेको क्षणलाई, अवस्थालाई परिवर्तन गर्न नसक्दा हामी बेचैनीमा पुग्न सक्छौँ। तनावको सिर्जना उत्पन्न हुन्छ। यस्ता अवस्थाहरूलाई पार गर्दै जाँदा हरेक मानिसहरूले आफ्नो आफ्नो तरिकाबाट पुरा गरेको हुन्छ। खास गरी जीवन आफूले जिउने हो, आफ्नो तरिकाले बाँच्ने हो भन्दै गर्दा अरूलाई ठेस नपुगोस्, स्वार्थ बस अरूलाई बसमा राख्न नपरोस्, हामी सबैको चाहना हुन्छ। तर यो कर्म गर्दै गर्दा हामीले गरिरहेको कर्मले पनि अरूलाई बाधा पुर्याउन सक्छ। यसलाई एउटा नियममा रहेर, अधीनमा रहेर, धर्मको मर्म बुझेर हामी सधैँ अगाडि बढिरहनुपर्छ। जहाँसम्म लाग्छ जीवन हामी सबैले असल होस् सोच्छौँ, चाहन्छौँ। यथार्थमा हामी त्यही नै चाहन्छौँ। भित्री आत्माले त्यही नै सोचेको हुन्छ। र जहाँ रहन्छौँ अरूलाई राम्रै कुरा दिउँ, राम्रै कुरा सुनाउँ, हामी सबैको रहर हुन्छ। सबैले जानेकै कुरा हो, थाहा भएकै कुरा हो। तर यही गर्दै गर्दा कसरी रहन्छ त एक अन्योलता। त्यस्ता अन्योलताहरूलाई पार गर्नको लागि हामीले आफ्नो अन्तरात्माको आवाजलाई सुन्नु जरुरी छ। यही अन्तरात्माले हाम्रो गुणलाई, विशेषतालाई चित्रण गर्दछ र आफ्नो जीवनलाई सरल बनाउन, सभ्य बनाउन र ऊर्जाशील बनाउनको लागि सहयोग गरिरहन्छ, मद्दत गरिरहन्छ। हस्त जहाँ हुनुहुन्छ अझै ऊर्जाशील बनिरहन प्रयत्न गरिरहनुहोस्। आजलाई यति। धन्यवाद।